दर्शकबिन अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सहमति जुटेको छ। लामो समयको रस्साकस्सी छलफल र पटक पटकको वार्ताको बीच रासपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच एउटै पार्टी बनाएर आगामी निर्वाचनमा सहभागी हुने सहमति जुटेसँगै आम शुभचिन्तक र समर्थकहरूमा उत्साह र खुसियाली छाएको छ। वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्यको तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच पुस 7 गते सोमबार र 10 गते बिहिबार दुई पटक गरी भएका छलफलबाट रवि र बालेन सहमति नजिक पुग्न सफल भएका थिए। बिहिबार ललितपुरको जुवागलमा भएको लामो छलफलमा रासपा सभापति लामिछानेले बालेनलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्ने र बालेनले लामिछानेलाई पार्टी सभापतिको रूपमा स्वीकार्ने निष्कर्ष सहित बालेनलाई दोस्रो वरीयता सहित आगामी प्रधानमन्त्रीको रूपमा अघि बढाउन रवि सहित रासपाका अन्य नेताहरू तयार भएसँगै छलफलले पूर्णता पाएको थियो। फागुन 21 का लागि तोकिएको चुनावका लागि समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची पेश गर्ने दिन पुस 13 अगावै सहमतिमा पुगिने ती दल निकट स्रोतले बताएको छ। आगामी चुनावमा नयाँ वैकल्पिक शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा कुनै विमति छैन। सहमतिको मोडालिटी कस्तो हुने भनेर खाका बनाउने गृहकार्य भइरहेको स्रोतले बताएको छ। रासपा नेता शिशिर खनाल र असीम शाह तथा बालेनका तर्फबाट कुमार बेन र भूपदेव शाह सहमति पत्रको ड्राफ्ट तयार पार्न जुटेका थिए। उनीहरूले तयार पारेको सहमति पत्रको पहिलो मस्यौदा रासपा सभापति रवि लामिछाने र मेयर बालेनले स्वीकृत गरिसकेका छन्। छलफलमा सहभागी नेताहरूले दिएको जानकारी अनुसार रवि बालेन दुवैले पहिलो मस्यौदामा आधारित रहेर अगाडि बढ्न भनेका छन्। छलफलमा सहभागी एक नेताले भनेका छन्, सभापति लामिछाने र मेयर शाहलाई पहिलो ड्राफ्ट देखाएका छौं, उहाँहरूले सहमतिको ड्राफ्टमा स्वीकृत जनाएर अगाडि बढ्न भन्नुभएको छ। सहमति पत्र मुख्यतः रासपाको सभापति रवि लामिछाने नै रहने र आगामी चुनाव पछिको संसदमा बहुमत प्राप्त भएमा बालेन शाह प्रधानमन्त्री बन्ने भन्ने विषय रहेको ती नेताले जानकारी दिएका छन्। यस कुरामा पनि सभापति लामिछानेले ओके भन्नुभएको छ। यो स्वीकृत पछि थप छलफल गरी आजै टुङ्गो लगाउन भनी लागेका छौं, उनले भनेका छन्। सहमति पत्रको पहिलो मस्यौदा रासपा सभापति रवि लामिछाने र मेयर बालेनले स्वीकृत गरिसकेका छन् भने सहमतिको घोषणा गर्ने गरी दुवैको टिमले तीव्र गृहकार्य थालेको छ। रवि बालेन सहमतिमा उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङलाई समेट्ने बारे छलफल भइरहेको बालेनसँग भेट गरिरहेकाहरूले बताएका छन्। कुलमान र बालेन बीच बिहिबार बिहान पनि छलफल भएको थियो। बालेन शुक्रबार काठमाडौँ महानगरको नगरसभामा व्यस्त रहेकाले उनको टिम मात्र यसको गृहकार्यमा लागेको छ। आन्दोलनमा सक्रिय केही जेनजी प्रतिनिधि समेतलाई समेटेर नयाँ वैकल्पिक शक्ति घोषणा गर्ने गृहकार्य चलिरहेको रवि बालेनसँग निरन्तर संवादमा रहेको स्रोतले बताएको छ। लामो मौनता तोड्दै बालेनले संसदीय राजनीतिमा आउने संकेत हिजोको भेटमा दिएका थिए। बालेनले पहिलो संसदीय निर्वाचन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध झापाबाट लड्ने संकेत निकटस्थहरूलाई दिएका छन्। 2079 साल वैशाखमा स्थानीय तह निर्वाचनमा राजधानी शहर काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएपछि नेपाली माझ उनी परिचित बनेका थिए। सोही वर्षको संसदीय निर्वाचनमा पहिलो प्रयासमा चौथो शक्तिको रूपमा उदय भएको रासपाले आगामी चुनावमा वैकल्पिक शक्तिहरूको मोर्चा बनाउने कसरत गरिरहेको छ। प्रमुख संसदवादी दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड बल गरिरहेका बेला वैकल्पिक भनिएका दल पुनर्स्थापनाले निकास नदिने भन्दै चुनावको तयारीमा लागेका छन्। फागुन 21 को चुनाव सन्देहमा रहे पनि नयाँ दलहरूले भने तयारी तीव्र बनाएका छन्। रासपाले समानुपातिकको प्रारम्भिक सूचीमा सिफारिस भएका उम्मेद्वारहरूसँग छलफल गरिरहेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरू एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी तीव्र रूपमा अगाडि बढाएसँगै पुराना राजनीतिक दलहरू तरङ्गित बनेका छन्। परिवर्तनको यो यात्रामा एउटा पुस्तालाई न्याय दिने कुरामा र इतिहास लेखिने कुरामा रासपा सँगै छ। चाल्नको निमित्त तयार छु भनेर मैले स्पष्ट पारिरहेको छु र विभिन्न भेटघाटहरू निरन्तर चलि नै रहेका छन्। यहाँहरुमा विश्वस्तहरू हामी अनुरोध गर्न चाहन्छौँ। त्यसैले हामीले गर्ने परिवर्तन संस्थागत बनोस्, त्यो चिरस्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने काबिल बनोस्, म यही अपेक्षा गर्न चाहन्छु। अन्त्यमा म केही कुरा छोड्न चाहन्छु। म के कुरा याद गर्न चाहन्छु भने देश अहिले विभिन्न तहले विभिन्न तरिकाले कमजोर अवस्थामा पुगेको छ। यो कमजोर अवस्थामा भएको बेलामा ठाउँ-ठाउँबाट चलखेल गरेर ठाउँ-ठाउँबाट कमजोर बनाउन खोज्दै ठाउँ-ठाउँबाट आफ्नो रोटी सेक्न खोज्दै विभिन्न मानिसहरू सलबलाएका छन्।
म उनीहरूलाई नसल बनाउन अनुरोध गर्न चाहन्छु। कमजोर भएका बेलामा हामीले एकजुट भएर संरक्षण गर्नुपर्ने बेला छ। लुच्ने बेला होइन। मुलुकलाई लुच्ने सोच कसैले पनि राख्नु जरुरी छैन। हामीले जोगाउने बेला होइन। कमजोर छ, यही हो मौका भनेर लुचिहाल्न पाइन्छ कि एक चोक्टा भए पनि पाइन्छ कि भनेर गिद्धे नजर नगाड्नु होला, पाइँदैन। किनकि यसलाई जोगाउनको निमित्त रासोपा र नयाँ शक्तिहरू उस्तै परे एक ढिक्का भएर अगाडि बढ्दैछन्। चिन्ता नगर्नुहोला। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन। त्यो सँगसँगै जेनजी पुस्ताले र जेनजी विद्रोहपछि गरिएका अपेक्षाहरूलाई पुरा गर्नुको पनि विकल्प छैन। हामीले सरकारलाई भनेका छौँ, जेनजीको माग पुरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्न पर्दैन। रासोपा खडा भएको छ। तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निस्वार्थ होइन। हामीले स्वार्थ बोकेका छैनौँ। बस जुन उद्देश्यका लागि कलिला भाइ बहिनीहरूले आफ्नो ज्यान गुमाए त्यसलाई बिर्सन चाहिँ पाइँदैन। त्यो सँगै निर्वाचन सम्पन्न गर्नुपर्नेछ भनेको समयमा निर्वाचन बिथोल्नको निमित्त भागेका केही शक्तिहरू आफै घटना घटाउन पनि लागि परेका छन्। सानातिना घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने, अनि वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर यसो मुन्टो निकाल्दैछन्। मुन्टो निकाल्नु पर्दैन। मुन्टो निकाल्नु पर्दैन। चुनावको वातावरण बिगार्नु पर्दैन। चुनावमा गए भइगयो नि। पार्टीको चुनाव जिते जस्तै आम चुनाव पनि जिते भइगयो। जित्नुस्। चुनावबाट डराएको छैन भनेर बहादुरीका साथ पछाडि हट्ने काम नगर्नुहोस्। बहादुरीका साथ अगाडि बढ्नुहोस्। शुभकामना छ हाम्रो। तर खेलाँची गर्न पाइँदैन। बालबालिकाहरूको रगतमाथि खेलाँची गर्न पाइँदैन, दिइँदैन। यो कुरा म स्पष्ट गर्न चाहन्छु। म फेरि पनि जोड्न चाहन्छु, हामी उत्साहित भएका छौँ, तर हामीले उत्सव मनाएको होइन। यी फुलमालाहरू तपाईँले जुन दिनुभयो, जुन माया विश्वास दिनुभयो, मैले यसलाई उत्साहका रूपमा ग्रहण गरेको छु, उत्सवका रूपमा ग्रहण गरेको होइन म भन्न चाहन्छु। किनकि हामीले शहीद भाइ बहिनीहरूको सपना पुरा नगरेसम्म हामीले कुनै उत्साह होस् या उत्सव होस् हामीले मनाउन सक्ने वातावरणमा हामी त्यो मुडमा छैनौँ। फेरि पनि प्रवासमा रहनुभएका साथीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। हामी तपाईँको मताधिकारका लागि हिजो पनि लडिरहेका थियौँ, आज पनि लडिरहेका छौँ। तपाईँको नोट चल्ने भोट नचल्ने भन्ने हुँदैन। तपाईँको भोट चलाउनको निमित्त हामी निरन्तर लागि परिरहेका छौँ र सरकारलाई अनुरोध गर्न चाहन्छौँ कि विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्नो देशको भविष्य छान्न पाउनुपर्छ। रासोपा त्यसका लागि लागि परिरहेको छ। विभिन्न तह र तबकामा बसेर सहयोग गर्नुहुने, साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। म सञ्चारकर्मी साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म देश अत्यन्त अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको छ र आजको यो उपस्थितिमा हामीले यसलाई उत्साहका रूपमा लिन सक्छौँ, तर यो उत्सव पनि पक्कै होइन। हामी उत्सव मनाउन सक्दैनौँ। हो, तपाईँहरूले एउटा उल्लास, एउटा उत्साह देखाउनु भएको छ। उत्सव मनाउने बेला छैन, किनकि कलिला केटाकेटीहरूको रगत चुहिएको छ। अहिले यो देश लौलहान भएको अवस्थामा आएको, त्यसैले यो उपस्थितिलाई, मेरो यो उपस्थितिलाई अझ यहाँहरूले पक्का पनि अलिकति उत्साहका रूपमा पक्कै लिनुभएको छ होला, तर उत्सवका रूपमा लिनुभएको छैन र कसैले पनि यसलाई उत्सव मनाएको अर्थमा बुझ्ने छैनन् भन्ने कुरा म सिङ्गो देश र सबैलाई जानकारी गराउन चाहन्छु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामी उत्साहित भएका छौँ, तर हामीले उत्सव मनाएको होइन। यी फुलमालाहरू तपाईँले जुन दिनुभयो, जुन माया विश्वास दिनुभयो, मैले यसलाई उत्साहका रूपमा ग्रहण गरेको छु, उत्सवका रूपमा ग्रहण गरेको होइन म भन्न चाहन्छु। किनकि हामीले शहीद भाइ बहिनीहरूको सपना पुरा नगरेसम्म हामीले कुनै उत्साह होस् या उत्सव होस् हामीले मनाउन सक्ने वातावरणमा हामी त्यो मुडमा छैनौँ। फेरि पनि प्रवासमा रहनुभएका साथीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। हामी तपाईँको मताधिकारका लागि हिजो पनि लडिरहेका छौँ, आज पनि लडिरहेका छौँ। तपाईँको नोट चल्ने भोट नचल्ने भन्ने हुँदैन। तपाईँको भोट चलाउनको निमित्त हामी निरन्तर लागि परिरहेका छौँ र सरकारलाई अनुरोध गर्न चाहन्छौँ कि विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्नो देशको भविष्य छान्न पाउनुपर्छ। रासोपा त्यसका लागि लागि परिरहेको छ। विभिन्न तह र तबकामा बसेर सहयोग गर्नुहुने, साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। सञ्चारकर्मी साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म कारागारमा रहँदा पनि तपाईँहरूको क्यामेराले मलाई खोजिरहेछ। हरेक पटक ती गतिविधिहरूलाई तपाईँले आम नागरिक समक्ष पुर्याइदिनु भएको मैले जानकारी पाएँ। म तपाईँहरूप्रति ऋणी छु।
क्यामेरा हो, जे खिचाउन चाहे त्यही खिच्छ। तर तपाईँले नयाँ पुस्ताको लागि आवाज खिचिरहनु भएको छ, देशमा काहीँ न काहीँ सम्भावना छ भन्ने खिचिरहनु भएको छ। तपाईँको लेन्स मार्फत पनि परिवर्तन सम्भव छ भन्ने कुरा यसले देखिरहेको छ, सिङ्गो पुस्ताले देखिरहेको छ। म यहाँहरू सबैलाई एकमुष्ट धन्यवाद दिँदै आजको आफ्नो भनाइ यही टुङ्ग्याउँछु। यहाँसम्म आउनुभयो, यहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।